जानेको कुरा सिकाउन आएको, उपचार गर्न आएको होइन। अब तपाईहरुको उपचार कहाँबाट गर्न सकिदैन भने तपाईहरुको किचनमै सर्वनाश छ। सिल्भरका भाँडाकुँडा बाहेक केही छैन। हलुङ्गेका भाँडाकुँडामा पकाएर खाने मान्छेलाई भगवान श्रीकृष्ण आए पनि उपचार गर्न सकिँदैन। किन यस्तो हुन्छ भन्दा एल्युमिनियम अक्साइड यस्तो चिज हो जसले गर्दा हामीलाई दिमाग त बन्द बनायो टायर बाल्ने नि बनाउँछ हैन। टायर बाल्ने, ढुङ्गा हान्ने, मान्छे कुट्ने, मार्ने बाहेक दिमाग आउँदैन। मैले यहाँलाई भनेको के भने एल्युमिनियम अक्साइड यस्तो चिज हो तपाईहरुले माझेर राखेको भाँडोमा पनि फेरि मज्जाले रगेट्नु भयो भने अम्लामा कालो आउँछ हैन। हो, त्यो हामीले खाएपछि सुगर, प्रेसर, क्यान्सर मैले भर्खर लेखेको छु। एल्युमिनियमका भाँडाको प्रयोग, सिल्भरका भाँडाको प्रयोग अल्जाइमरदेखि क्यान्सरसम्मलाई निम्ता भनेर लेखेको छु। बिर्सने रोग सुरु भयो, पाठेघरमा सिस्ट सुरु भयो, किडनी समस्या सुरु भयो, अनि कहाँ न कहाँ फोकाहरू सुरु भए, गाँठागाँठी शरीरमा आउन थाल्छन्। महिलाहरूको सबभन्दा छिटो स्तन क्यान्सर हुन्छ। पुरुषको सबैभन्दा छिटो ब्रेन ट्युमर हुन्छ। प्रेसर त बढिहाल्छ, त कुरै भएन। अनि कुन पैसाले दबाई किनेर खाने? अहिले त हामी सक्षम छौँ, ठिक छ, दबाई खाउँला अरे अलि दिन। तर 4 वर्ष अगाडि बाराक ओबामाले के भनिसक्नु भएको छ भने अब सन् 2030 मा के गर्ने भनेर प्रश्न सोध्दा वैज्ञानिकहरूको सबैको टाउको निहुरेको छ 1 फिट। विदेशी नेताहरू कहिले पनि अनावश्यक कुरा बोल्दैन। वैज्ञानिकलाई सोध्नुभयो, उहाँको वैज्ञानिकलाई अब सन् 2030 मा हामी के गर्ने भनेर सोध्दा सबैले यसो गरे, कोही बोल्न सकेन। किनभने सन् 2030 सम्ममा करिब 1 करोड 68 लाख मान्छे एन्टिबायोटिक रेसिस्टेन्टबाट मर्दैछन्। तिनको उपचार हुँदैन। 1 करोड 70 लाख मान्छे मोटापा यात्रा भएर प्रति वर्ष 12 लाखको दरले मर्दैछन्। अहिले पनि विकसित देशको हालत यो हो। भनेको मेह भन्छ क्या यसलाई, बोसो बढ्ने। तपाईँ पानी खानुस् बढ्छ, नखानुस् बढ्छ, सुत्नुस् बढ्छ, त्यो बढाइ गर्छ, त्यो रोग हो। त्यही पनि 1 करोड 70 लाख मान्छे त्यो प्रभावमा छन्। आज अमेरिकाको हालत हेर्नुहुन्छ भने स्वास्थ्यको हिसाबले 18औं स्थानमा छ। हामी गरिब भएर पो दुखी भएका हौँ कि भन्ने कुरै छैन। हाम्रो चाहिँ हामी धनी छौँ, हाम्रो धन चिनेनौँ, त्यति मात्रै कुरा हाम्रो चाहिँ। तर उनीहरूको तनाव त के छ भने अब कसरी आयुर्वेदमा